Hello guys, welcome to my back to my YouTube channel. It's me Sunsa Tama. हजुर थाहा नै छ होला मेरो नाम सुनसा तामा हो अनि आयो हजुर सुन्दै हुन्छ होला मासुबाट चाहिँ हामी भन्न सक्छु आज चाहिँ हाम्रो गर्ल्स पिकनिक हो ट्रेकिङ हो एन्ड त्यही हामी जाँदैछौँ एन्ड हाम्रो चाहिँ ड्रेस छ कुर्ता प्यान्ट हो अनि हामी चुज गरेको छौँ अनि म चाहिँ छिटो लाउँछु लाएर चाहिँ अनि साको घर जान्छु अनि मैले चाहिँ अहिले ड्रेस लगाएको छुइनँ हामीहरूको लागि चाहिँ हजुरहरूसँग बेग छ अहिलेको लागि चाहिँ सो गाइस म चाहिँ रेडी भइसक्यो टी सर्ट नलाएको म टी सर्ट उयो जामा लाग्यो अनि म चाहिँ लेट भइसक्यो 10 बजे भनेको थिएँ होइन एन्ड कति बजे भन्दाखेरि चाहिँ 9 बजे 58 भइसक्यो 10 बज्न लागिसक्यो 2 मिनट बाँकी होइन त्यही हामी जाँदा छ म टिसाको घर जाँदा छु सो हामी चाहिँ टिसाको घरमा आइपुगिसकेँ यस्तो थके लाग्यो एन्ड सो गाइस मैले चाहिँ यसलाई रेडी पारिसकेँ यसको हेयर हेर्नु सो ब्युटिफुल एन्ड अब चाहिँ हामी जान लाग्छौँ त्यो अनि उसलाई चाहिँ रेडी पारिदिइसक्यो मैले अनि अब चाहिँ हामी जान लाग्छौँ अनि स्पिकर नि बोकेर जान लाग्छौँ किनकि त्यहाँ डान्स गर्न के गर्नलाई थियो एन्ड अब चाहिँ हामी जान लाग्छौँ अनि त्यो बाटोतिर भेट्छौँ अनि फेरि मेरो घरमा जानुपर्ने हो किनकि खाजा खानलाई त अब तन्ना पनि चाहिन्छ होइन उठाउनलाई त्यो तन्ना लिएर जान लाग्छौँ मेरो घरमा त्यो यसो गाइस हामी तन्ना लिइसक्यो अनि अब चाहिँ हामी जान लाग्छौँ सबैजना हामी ग्रुप बनेर क्याप्चर गर्नु त्यही अब चाहिँ हामी जान लाग्छौँ हामी रोडमा यहाँ हाम्रो हुन्छ तन्ना छ अनि के भन्छ स्पिकर छ मोबाइलहरू छ त्यही हो स्पोर चाहिँ बाई अब चाहिँ हामी जाँदैछौँ अलि आधी बाटो आइपुगिसक्यौँ त्यही अब चाहिँ हामी रोडमा आइपुगिसक्यौँ अब हामी जाँदैछौँ मैले पाकिसक्यो गर्नु भएर हामी छाता नि ल्याएन छौँ है बिर्सेछु नि हतारमा हतार भएपछि त्यस्तै हो हामी त अनि अब हामी सोयाको घरमा जान लाग्छौँ गिलै पाएन अलिक गिलो भएर सुप खानु हुन्छ होला नि सुपको त मिठो लाग्दैन होला है चटपटीमा अब हामी उसको घर जाँदैछौँ त्यो अब उसको घर गएपछि हजुरसँग भेट्छौँ उसलाई चाहिँ बाई म चाहिँ सुनिसाको भ्लगमा है अनि काली कुमारी मल्लिका घरमा सो गाइस अनि हामीले चाहिँ सबै खानेकुराहरू रेडी पाइसक्यो केक अनि चौधरी घिउ पाइसक्यो अब त्यहाँ हामी पिकनिकमा जाँदै हजुर देखाउँछौँ होइन अनि हामीले के गऱ्यौँ भनेर अनि अब चाहिँ हामी मन्जाको घरमा छौँ हामी चाहिँ फ्लावर बनाएर हाम्रो केक केक हो यो ल बन्दा त अब पल्टाएपछि धेरै सो गाइस अब चाहिँ हामी जाँदैछौँ हेलो गाइस अब चाहिँ हामी जाँदैछौँ साउन्ड बोकेर अब तिम्रो नाम भनेर इन्ट्रोडक्सन गरेर मेरो नाम सोया तामा अब उतातिर देखाउँ न हामी यतिजना छौँ भयो अब भिडियो बनाउने त्यस्तो न केक बिग्रेको ल्याइसक्यो कि ल्याइसक्यो कत्रो ठुलो ढुङ्गा त बिरयानी चटपटी बनाइहालौँ न चटपटी खाली डब्बा
एक सेकेन्ड है चटपटी बनाइहालौँ न होइन यो चटपटी बनाउने है गाइसहरू अब चाहिँ चटपटी बनाइहालौँ पहिला सबै मिलाउँ न एकचोटि चटपटी यसमा भुजाहरू हो होइन फर्स्टमा त्यो के अरे फोटोहरू खिच्ने होइन हामी त यस्तो गाउँमा समात्छ झन् त्यही त हामी समातेर कस्तो मजा आउँछ योसँग यसरी राख्यो हुन्छ नि यो ठुलो ठुलो यता कस्तो ठिक छ होइन कि मान्छेहरू टाढो हुनुपर्छ हाल्दै यसरी छेउछेउमा राखौँ न हामी त पनि टाढो जाने हाम्रो त उता ठाउँ नै होइन गाइस हात धु पहिला हात देऊ पानी देऊ खुसी खोइ कुन मोबाइलबाट बजा मोबाइल यो गाइस अब हाम्रो यहाँ रहेको छ यो चाहिँ हाम्रो चिप्स के हो यो चाहिँ हाम्रो होममेड के अरे केक हो यस अब चटपटे बनाउनको लागि लाइटले गरेर हो कि कस्तो राम्रो देखायो हामी चाहिँ चुला बस्छ उनीहरू चाहिँ यहाँ बनाइरहेको छ यहाँ हामी म चाहिँ यहाँ मान्छे म चाहिँ यहाँ भिडियो बनाउने मान्छे म ब्लगिङ मान्छे हो अनि यहाँ चाहिँ सोहेल भुट यसलाई त राम्री भएर पनि यो हाल्दैन दुइटै हालेन खोल त सबै हाल्दिन Happy birthday, dry picnic. Happy birthday, Soya. Happy birthday. पहिला फर्स्ट टाइम Dry picnic. यो त dry picnic हो बर्थडे त होइन हो देखिरह है सबै खाना के भएर होला यो त भिडियो बनाए मुखमा अड्दैन होला हो अर्दैन जुरबल लाग्यो लाज लाग्यो थाहा भएन ठुलो दे खोल्छ कहिले पुऱ्याएर कि त कहिले फेरि खानु पाउँछ भने यो वाला चाहिँ अहिले नहाल प्लिज कुन अहिले नहाल यो कसलाई पनि पाउँदैन कुन किन त्यो मिठो हुन्छ र त्यो चटपटीमा हालिदिन्छ तर पाउँछ त्यसको भाग्य होइन क्या यो कस्तो मिठो के यति भएको तिमीहरू उसलाई खुवाइदिनु घरमा बनाएको केक खानुपर्ने उसलाई खाइदियो यो तिनीहरू अब तिमी तिनजना बाँकी हो को तिनजना दुईजना बाँकी तिनजना भइरहेछ अब छोडिदियो अहिले पछि खानुपर्छ देखि उसको उस भयो भने कुच्चो हो भने सबै हो त्यसरी उसलाई चम्चाले खुवाइदियो ला उसको त सबै उसलाई पो खानुपर्छ त अनि हामी पो खानुपर्ने बर्थडे होइन उसलाई खानुपर्छ जस्तो ला यति खाइदियो ला भने हो भएन यो भाग छुट्याएको थियो भने बौला हामीलाई खाइदिन्छ नखाने नभए मैले खाइदिन्छ मितिनी पेट भयो घाम पो जत्रो पेट भयो यस्तो मजा हो म खाइदियो त्यहाँको न भन्न यतापट्टि भन्दा अब उसको टर्न थ्याङ्क यू यहाँ बर्थडे होइन यो बर्थडे त होइन यो ड्राई पिकनिक सबै हामीले मैले मात्रै ड्राई पिकनिक भनिरहेको छु कस्तो खानु लाग्यो अझै एउटा पुगेन छ मैले आफूले गनेन है गाइस तिमीले मेरो त हात यस्तो भइसक्यो टेस्ट गरौँ न दामी यार ओइलोको बनाएको न अब अर्को पालि फेरि बनाउँछु यिनीहरू चाहिँ यहाँ खाँदैछ नि इसा Hey guys, अब चाहिँ हामी जान लाग्छौँ आफ्नो घरमा अनि यहाँ 5 मिनट छ खाइराखेको छ हामी खेलिरहेको छौँ
अनि हामी के डान्स गरेर होइन अब कसको सोयाको हो कि नम्रताको घरमा गएपछि हामी नाच्छौँ सोयाको घरमा गएर नाच्छौँ हामी हामीले त्यति भारी बोके कोही कोहीले चाहिँ भारी बोके छैन मान्छे किनकि हामी टर्न बाई टर्न हुन्छ यो भैँसीलाई हानेपछि मलाई के हुन्छ होला उता पुग्छ होला गरेर मलाई हानिन्छ होला अहिले मलाई त यहाँ मेरो भारी भएर भारी त खासै छैन झन् लगाइदिएर अब चाहिँ हामी 12 नम्बरमा थियौँ अनि अब मेरो चार्जै छैन फोर आई थिङ्क त्यही हो कति हो 3 भइसक्यो बाई अब हामी घर गएपछि त्यही हो भेट्नु बाई गरेर बाई सो गाइस सोयाको घरमा एकछिन डान्स गरेँ अनि अब चाहिँ मेरो घर आइपुगिसक्यौँ एन्ड अब चाहिँ मेरो घर आइपुगिसक्यो होइन एन्ड खुट्टाहरू त दुखेको छैन बट रमाइलो चाहिँ भयो ड्राइभ पिकनिकमा एन्ड त्यही हो अनि अब चाहिँ म आफ्नो रुममा जाँदैछु त्यही हो हजुर थाहा नै होला म घर आइपुगिसक्यौँ अनि मैले खाना नि खाइसक्यो अब चाहिँ म सुत्न लाग्छु अनि आई होप हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो राम्रो लाग्यो नि नराम्रो लाग्यो नि तर लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला एन्ड सबैजनालाई भन्न जाँदैछौँ गुड नाइट